बब्बाल ट्रेल धर्नामा आइपुग्यो। कहाँनिर होला यो लु भन्नुहोस्। यस यो एक्सप्लोर नभएको ठाउँ हो यो नेपालको यो ठाउँ। यो कहाँको ठाउँ होला भन्नुहोस् ल। यो झापाबाट सबैभन्दा नजिकको पहाडी गाउँ बबालधामी हामी हिँड्दैछौँ र त्योभन्दा ठुलो झरना खतरा झरना रहेछ क्या। आजसम्म कसैले नदेखेको। अब यस्तो खोला बक्स बाटोमा होइन, बाइक चाहिँ एडभेन्चर मात्रै आउँछ यहाँ, एडभेन्चर बाइक अन्ली होइन। बबाल सरकार हात आफै उठ्यो त। यार खतरा छ त ठाउँ त। अनि त्यो के हो यार? तेरिका यहाँ त अनि यत्रो खतरा झर्ना रहेछ त सरकार। अनि त्यो थाहा नै छैन त कसैलाई। आउनु पर्ने त यहाँ हो नि त। ल शनिबारको दिन छुट्टीमा आधी घन्टा 45 मिनट लाग्दैन यार आइपुग्न यहाँ। बिर्ता उठ्दैन 1 घन्टामा आइपुगिन्छ होइन। हजुर लोकेसन त अब चिन्नेले आउने हो नि। अब यहाँ तल तल झन् खतरा रहेछ। यही पानी गएको होला यहाँ, उता परबाट देखिने रहेछ। के हामी जाने बाटो यही हो र होइन होला नि? बाटो त ठुलै रहेछ। उताबाट झर्दाखेरि फेरि अर्कै गाउँ पुग्यो होला। बाटो त यताबाट पनि रहेछ। झर्ने त तलै त होला नि उकाल। आमा यो ठाउँ त सरकार तेरिका के हो यार यो ठाउँ त। तेरिका यार यस्तो पनि ठाउँ रहेछ त। अनि बाइक छौ यहाँ राखेको छ, स्कुटर लिएर आएको फेरि आज चाहिँ नयाँ एरक्स। खतरा ट्रेल। अब यो बाटो झर्ने कि यो बाटो आउने थाहा नै छैन।